हेलो नमस्ते वेलकम टु सिभिल एनर्जी। आज मैले तपाईहरुलाई भेन्सिटोमिटरको न्युमेरिकल लिएर आएको छु जुन चाहिँ एक्जाममा सोधेको। यो 13 नम्बरमा हेर्न सक्नुहुन्छ। तपाईहरुले यो भेन्सिटोमिटर लेखिरहेको छ भनेपछि पक्कै पनि त्यसकै न्युमेरिकल हो हैन। अ होरिजोन्टल भेन्सिटोमिटर विथ द मेन पाइप डायमिटर 15 mm and 30 mm throat used for measuring the flow of oil of specific gravity oil को दिएको छ 0.6. The difference of mercury level shown in YouTube manometer arranged in is 12 centimeter. It took 5 minutes for 900 kg of oil to be filled in the tank. Calculate the coefficient of discharge for this manometer भनेको छ। मतलब हामीलाई यहाँ के सोधेको छ भन्दाखेरि CDG फाइन्ड गर भनेको छ हैन। coefficient of discharge यो चाहिँ हामीलाई कहिले सोधेको क्वेशन हो भन्न सक्नुहुन्छ भन्दाखेरि 1081 मा सोधेको क्वेशन हो। म यही आधारमा गर्दिन्छु। मैले क्वेशन चाहिँ सारिसकेको छु है। अब मैले यसमा तपाईहरुलाई धेरै भन्न गइन किनकि मैले यसको अलरेडी डेरिभेसनको भिडियो ल्याइदिएको थिएँ। डेरिभेसनमा थ्रो कन्भर्जन सेक्सन के कस्तो भनेर सबै कुरा भनेकै थिएँ है। सो मैले त्यसमा गइन त्यसको लागि सिधै म फिगर बनाइदिउँ न है। फिगर फेरि बनाइन तपाईहरुलाई टेन्सन हुन सक्छ। अलिकति पातुलो भयो है। यस्तो हुन्छ। यो पार्ट त्यति काम छैन यहाँबाट गयो हैन। यसलाई चाहिँ हामीलाई कन्भर्जिङ थ्रोट के भन्छ डाइभर्जिङ सेक्सन भन्छ। अब हाम्रो यहाँबाट यो फ्लो यो एच यहाँदेखि यसरी त हुँदैन है। यसरी गएको छ यसरी। मतलब यहाँबाट हामीलाई दिएको छ यति सामान फ्लुइड छ है। यहाँदेखि यति सामान फ्लुइड छ। मैले यसको हामीलाई दिएको छ कति भन्दाखेरि x हो जुन चाहिँ हामीलाई 12 सेन्टिमिटर दिएको छ 12 सेन्टिमिटर। अनि अब यसको h को भ्यालु हामीले निकाल्नु पर्छ। अब यसको लागि फर्मुला भनिदिन्छु। सुरुमा म यहाँ फर्मुला लेखिदिन्छु के इम्पोर्टेन्ट फर्मुला चाहिन्छ भनेर। फर्मुला भयो भने तपाईहरुले बुझि नै हाल्नुहुन्छ। सुरुमा हामीलाई QACT चाहिन्छ मतलब Q एक्चुअल जुन रहेको छ हाम्रो V/T। V हाम्रो रहेको छ M by डेन्सिटी। किनकि CD भनेको हामीले अगाडि नै डेरिभेसन गर्दा फेरि हेरिसकेको थियौं है। यो डेरिभेसनको पार्टको भिडियो CD के थियो Q एक्चुअल by Q रेट हैन। त्यही भएर हामीलाई एक्चुअल पनि चाहिन्छ। CD भनेको Q एक्ट by Q थ्योरेटिकल हैन। यो अब Q थ्योरेटिकलमा के चाहिन्छ भन्ने कुरा हामी अब यहाँ हेर्छौं। सबै यो चाहिँ मेन तीनटा फर्मुला बुझ्नु होला अहिलेको लागि तत्कालको लागि किनकि धेरै लामो हुन्छ नराम्रो देखिन्छ। सो हामीलाई के भनेको छ त फेरि म क्वेशन एकचोटि पढिदिन्छु ल। अ होरिजोन्टल भेन्सिटोमिटर होरिजोन्टल हो यो विथ द मेन पाइप डायमिटर यसको मेन पाइप यसको डी हामीलाई दिएको छ 50 mm अनि थ्रोट यो थ्रोट हो नि त यसको डी दिएको छ हामीलाई 30 mm अनि स्पेसिफिक ग्राभिटी अब ल हेरौँ यो यताउति मेरोमा एकदमै हिट भयो भनेर मलाई नोटिफिकेसन आयो। त्यही भएर एकछिन मैले भिडियो रोकेँ। यहाँ के छ भन्दाखेरि मैले लेखेको कुरा सबै कुरा लेखिसकेँ। अब म डाइरेक्ट लेखिदिन्छु पाइप डायमिटर हाम्रो कति छ यहाँ अलिकति देखिएन छ। अलिकति यस्तो गरौँ न ल। पाइप डायमिटर D1 छ हाम्रो 50 mm। मैले यसलाई मिटरमा चेन्ज गरेँ त्यसलाई हुन्छ 0.05 मिटर हैन। अब यसको एरिया हुन्छ A1 कति हुन्छ त पाइ/4 * d स्क्वायर 0.05 को स्क्वायर। यसलाई गर्दा फेरि कति आउँछ भन्दा फेरि मेरो क्याल्कुलेसन चाहिँ 96.10 पावर -3 मिटर स्क्वायर आयो। फरक पनि हुन सक्छ केही छैन क्याल्कुलेसनमा तर स्टेप बुझ्नु होला। पाइप अब अर्को भनेको थ्रोट डायमिटर मैले यसलाई D2 मान्दिए कति छ 30 mm। यसलाई मिटरमा लग्दा फेरि 0.05 सरी मैले यहाँ हेरेर कन्भर्ट गरेको थिएँ यति हुन्छ। अब A2 चाहिँ कति हुने भयो त एरिया पाइ/4 * 0.03 को स्क्वायर जुन रहेको छ गर्दा फेरि 0.706 * 10 पावर -3 मिटर स्क्वायर यो भयो। अब स्पेसिफिक ग्राभिटी अफ ओइल मैले स्पेसिफिक ग्राभिटी अफ ओइल डाइरेक्ट लेखेको। यो हामीलाई क्वेशनले दिएकै छ हेर्नु है कहाँ दिएको छ। यो स्पेसिफिक ग्राभिटी अफ ओइल हामीलाई 0.6 दिएको छ। अब
हामीलाई यहाँ मर्करी भनेको छ, मर्करी यति दिएको छैन भने पनि जहिले पनि थाहा पाउनुपर्ने हुन्छ। यसको ग्राभिटी 13 यहाँ लेखेन 13.6 हो भनेर तैँले पनि थाहा पाउनुपर्छ है मर्करीको लागि। मर्करीको स्पेसिफिक ग्राभिटी 13.6 भनेर जहिले पनि हामीले यो चाहिँ बुझ्नुपर्ने हुन्छ। अब हामीलाई दिएको छ मास, मतलब यो हामीलाई के दिएको छ, एक्स पनि दिएको छ, मतलब डिफरेन्स अफ मर्करी पनि दिएको छ। मैले सिधै एक्स लेखिदिन्छु र एक्स इक्वल टु 12 सेन्टिमिटर है, यो पनि दिएको छ। अब हामीलाई मास अफ ओइल, मास यो हेर्नु त, यो यसले के भन्छ भन्दाखेरि त यसले त 900 केजी हो नि त। 900 केजी भनेपछि मास भयो केजीमा गएको छ, मास एम इक्वल टु 900 केजी। यसलाई मैले 600 बनाउन सक्छु है, होइन यो 0.6मा छ, 600 बनाउन सक्छु। किन बनाएको भन्दाखेरि तपाईँहरू थाहा पाउनुहुन्छ। अब टाइम टेकन दिएको छ हामीलाई, टाइम टी हामीलाई मिनटमा दिएको छ, कति भन्दाखेरि यहाँ हेर्नु है 5 मिनट्स भनेको छ, 5 मिनट्स। अब यसलाई सेकेन्ड भन्दाखेरि 5 × 6 गऱ्यो भने 300 सेकेन्ड यो भयो। मैले अब यति किन गरेको भन्दाखेरि यो लेखौँ न, QACT एक्ट इक्वल टु V/T। V भनेको हाम्रो कति छ त, M/ρ/T। अब लेखिदिउँ M भनेको हाम्रो कति छ त, M 900 रो ओ भनेपछि 600/300, यो कति हुन्छ भन्दाखेरि 1.5 मिटर क्युब। अब यसरी हाम्रो बाई टी, सिधै एन्सर हाम्रो कति आउँछ, 1.5 त होइन नि त, यसको सिधै एन्सर आउँछ 0.05 मिटर पर सेकेन्ड। हाम्रो क्यु एक्चुअल आयो। अब हाम्रो क्यु थ्योरिटिकलको फर्मुला यहाँ लेखिदिन्छु म, क्यु एक्ट हाम्रो अघि हामीले यसरी यहाँ गर्दाखेरि कति त, क्यु थ्योरिटिकलको भ्यालु यो होइन। मैले यो डेरिभेसन अगाडि नै गरिदिइसकेको छु है, अगाडिको भिडियोमा हेर्नु होला, तपाईँहरूले बुझ्नुहुन्न भने। यसको लागि त हामीले यो पनि निकालिसक्यो, यो पनि निकालिसक्यो, यो पनि निकालिसक्यो, यति हेर्नु न। अब यो निकालिसिनु नि त, एचको फर्मुला के हुन्छ भन्दाखेरि म यहाँ लेखिदिन्छु, x/ρ/ρ -1, जुन ठुलो सानो, म तपाईँलाई बुझाउनको लागि यति, जुन ठुलो छ माथि, जुन सानो छ तल लेखिहाल्नु। सो अब हाम्रो के थियो भन्दाखेरि फर्मुला म सुरुमा यही लेखिदिन्छु, A1 × A2/√A1 को स्क्वायर माइनस A2 को स्क्वायर इन्टु √2GH। अब एच को फर्मुला के थियो, एक्स जुन ठुलो मतलब 13.6, यो ठुलो हो नि त 13.6 बाई जुन सानो 0.6 - 1, सरी। अब यहाँ एक्स भनेको हाम्रो कुन छ त, एक्स खोज्नु 12। अब यसलाई मिटरमा चेन्ज गर्दाखेरि कति हुन्छ त, 0.12 मिटर हुन्छ नि त। सो 0.12 13.6 बाई 0.6 - 1, यति गर्दाखेरि हाम्रो कति आउँछ, 2.6 मिटर। हाम्रो अब मेरो चाहिँ यति आयो, तपाईँहरू कति आउन सक्छ, म क्यालकुलेसन हिरेर पनि गरिरहेको हुन्छु। अब म यसमा भ्यालु पुट गरिदिन्छु QTHमा। A1 हाम्रो कति थियो, 1.96 × 10⁻³ इन्टु 0.706 × 10⁻³ यो यहाँको भ्यालु हालिरहेको छु मैले माथि, रुट अन्डर, अब यही त भ्यालु हाल्ने, 96 × 10⁻³ को स्क्वायर माइनस यता गयो 0.706 × 10⁻³ को स्क्वायर इन्टु √2 इन्टु जी भनेको ग्राभिटेसनल फोर्स इन्टु हाम्रो एच हाम्रो कति छ, 2.6। अब यसको भ्यालु टोटल भ्यालु कति आउँछ भन्दाखेरि क्यालकुलेसन गर्नु छ, यसको भ्यालु आउँछ 0.0054 मिटर पर सेकेन्ड। अब यहाँबाट मैले यही गरिदिन्छु। अब यहाँबाट हेर्नुहुन्छ भने सिडी इक्वल टु क्यु एक्ट बाई क्यु थ्योरिटिकल हो होइन। क्यु एक्ट चाहिँ हाम्रो अघि कति निस्केको छ हेर्नु है, यहाँ क्यु एक्ट हाम्रो कति थियो, 0.005
हाम्रो क्यू थ्योरेटिकल कति निस्क्यो 0.0054। अब यसलाई गर्नुहुन्छ भने 0.924 जुन चाहिँ रहेको छ हाम्रो मिटर पर सेकेन्ड हैन। यति हो यति नै सोधेको छ क्वेसनले। यो गर्नु भने तपाईहरुको 4 मा 4 मार्क्स आउँछ, केही पनि छैन। यसमा तपाईहरुले बुझ्नुपर्ने छ यो फर्मुला क्यू एक्ट भनेको v/t, v भनेको m बाइ डेन्सिटी, मास बाइ डेन्सिटी, भोल्युम भनेको मास बाइ डेन्सिटी हो नि त। भोल्युम भनेको मास बाइ डेन्सिटी सकियो। अरु त केही पनि छैन यसमा हार्ड एन्ड फास्ट रुल। थ्यांक यू फर वाचिङ गाइज।